नमस्ते, म केदार प्रसाद ढुङ्गेल, रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 7 मेरो घर मुगिटार हो, जसमा म राष्ट्रिय प्रजातन्त्र पार्टीको वडा प्रतिनिधि हो। मेरो चाहिँ नि आज 2081 को सुखद यो फागु पूर्णेको सुखद उपलक्ष्यमा सम्पूर्ण आमा बुवा दाजुभाइ दिदी बहिनी स्वदेशमा बस्नुभएका विदेशमा बस्नुभएका सबैलाई म ह्यापी होली नमस्कार भन्न चाहन्छु। यसको साथसाथै आज मैले चाहिँ नि नेपालको हाम्रो देश नेपाल पर्वै पर्वको देश हो, जसमध्ये यो पनि एक हो। जुन यो होली यो फागु पूर्णे पनि ती मध्येको एक पर्व हो। दसैँ तिहार लोसार यस्ता सारा चाहिँ नि माझीले मनाउने, तामाङले मनाउने, किराँतले मनाउने, लिम्बूले मनाउने आफ्ना संस्कृति आफ्नो जाति अनुसार मनाउँदै आएको देशमा अहिले आएर धर्मनिरपेक्ष बनाइयो। धर्मनिरपेक्षको अर्थ अमेरिकनहरूलाई त थाहा भएन, अमेरिकाले अङ्ग्रेजी पढ्थ्यो उनीहरूलाई थाहा भएन, तर नेपाली नेतालाई त धर्मनिरपेक्ष भनेको त थाहा हुनुपर्ने, थाहा पाएर बुझ पचाएर ल्याइएको हो अथवा थाहा नपाएर ल्याइएको हो। धर्मनिरपेक्ष भनेको नेपाली व्याकरण अनुसार के हुन्छ? मान्न नपाउने हुन्छ, कुनै पनि धर्म मान्न नपाउने हुन्छ अर्थमा। यदि कुनै पनि धर्म मान्न पाइँदैन भनेपछि नेपाल धर्मै धर्म पर्वै पर्व संस्कृति देशमा किन यो ल्याइयो? एउटा कुरो यो मेरो छ। अर्को कुरो, नेपालमा जुन किसिमले राष्ट्र संस्था थियो जो राजा हिन्दू अधिराज्य सनातन देवी देवताका राजा थिए, जसमा राजाले चाहिँ नि मठ मन्दिर सारा चाहिँ नि कयौं राजाको पालामा कयौं मठ मन्दिरहरू बनेका छन्, राजाहरू आफैले स्थापना गरेका छन्, जसमा चाहिँ नि धार्मिक राजा थिए। धार्मिक राजालाई फाल्नुको अर्थ नै के थियो? धर्मनिरपेक्ष ल्याउनु थियो। धर्मनिरपेक्ष ल्याउनुको सँगसँगै उनीहरूले के ल्याए? गणतन्त्र ल्याए। गणतन्त्रले हामीले के नदिउँ भनेर भन्नुहुन्छ? गणतन्त्र के दिनु? भएको राष्ट्र संस्था खाइदिनु भयो, भएको धर्म खाइदिनु भयो, संस्कृति खाइदिनु भयो, अनि नेपालका सारा नदी नाला खाइदिनु भयो, नेपालका सारा चाहिँ विकास खाइदिनु भयो, नेपालका भएका कल कारखाना नदी नाला सारा चाहिँ सार्वजनिक जग्गा नेपाललाई भुटानी शरणार्थी पनि बनाउनु तपाईँहरू पछि पर्नु भएन। त्यसकारणले गणतन्त्रले ल्याएको फाइदा यही हो। त्यसै भन्दै यो 2081 ले चाहिँ जुन किसिमले म यो 2081 को जुन किसिमको यो होलीको चाहिँ खुसियाली मनाएको छु, यो मेरो खुसी सँगसँगै 2082 भित्रमा यो हाम्रो पशुपतिनाथको देश हो, पशुपतिनाथ सत्य भगवानको देश हो भने फेरि हाम्रो खुसी भगवान पशुपतिनाथले फर्काउनु हुनेछ। सबै नेपाली जनतालाई फेरि यो खुसी ल्याउनु हुनेछ भन्दै मेरो चाहिँ नि आज यो 2081 को होलीको पर्वको विषयलाई लिएर मैले जुन किसिमले आज यो सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीलाई मैले जुन खालको एउटा जुन मैले स्वागत गर्न चाहिँ सबैलाई ह्यापी होली नमस्कार।